त्यति गर्न लाग्छ लाइभमै भनिदियो त्यो पनि जेनी बोल्या हुन्छ जेनी बोल्या हुन्छ सन्देश के भन्नु त्यो गर्नु भने एकैचोटि उसले त्यो टाउकोसँग थाली उचाल न त पनि फेरि धेरै अति ट्यालेन्ट त्यसले निधार खुम्चा खुम्चा गरिरहेको भने खै अनि नागमोडी निस्किने त खुम्चिहाल्छ नि अब फेरि नि खुम्चाएन भने त फुत्तिन मडी निस्किनु तलतिर अनि त्यहाँ झऱ्यो भने नि के अनि अहिले गर्नु भइसक्यो मलाई कुनै ल गर्मीसँग मान्छेलाई पसिना आइहाल्छ नि ठुलो कुरा होइन कि ठुलो भएको मडी झर्न आयो नखुम्चा अब कुन बाँकी छ त्यहाँ हेर्न थालीमा हेर्दै त्यहाँ हेर्दै हेर्न अघि त्यो लाइन यस्तो घुमाएर लाएको भए ठ्याक्कै त्यो कुन लाउनुपर्छ भनेर हेर्नै पर्दैन अब माथि माथि टिका लगाइ रातो टिका लगाइदिए म त पछि छैन मसँग धनी पऱ्यो भन्ने भएको कुरा भने अब त्यो लाइफमा के होइन मसँग छैन त छैन साँच्ची छैन मैले भने कहाँ नि बुलबुला जानेर त सबजना हिन्दी जानेर हिन्दी बोल्नु पऱ्यो नि त आमाले बोल्नु मैले काटिसकेँ टिकट हिन्दी गराइसक्यो मान्छे एकजनाको दुईजना टिका अटेन्डेन्स छ दसजनाको धेरै पाएँ पायो भयो अब टिका लगाइदियो सँगै टिका लगाइदियो अब छिटो अरू त यति नै सुनसक्यो ल कति त अलि अगाडि बस्नुपर्छ नि उसको हाइट छैन चाहिने भन्दा बढी बोल्ने बच्चा भएर रियालिटी बा लुगामा लगाइदिए पैसा छैन भने नि उठे पनि दिँदैन खै अहिले अब किन भन्दा किन थाहा अहिले आमाले बनाएर कति बोल्छ रियालिटी कुरा आउँदाखेरि मान्छेलाई पढिदिनु भन्छ बाल आफ्नो छोरी अहिले आमा नदिए अहिले हाम्रो दिँदा नि हुन्थ्यो बा पैसा नै हुन्थ्यो सीमा गएर नि 500 रुपियाँ दिएको ठुल्ठुलो गोल केही थिएन हङ्गामा थियो को सुहानी को मलाई 1000 रुपियाँ दियो कसले मलाई 1000 रुपियाँ दियो सुहानी 500 रुपियाँ दियो भने कसले दिएको भने र मामु सुहाना दिएको अनि हामीले दिएको क्या खाममाहरूले दिएको थियो खाम भन्दा सुहानालाई 5 दिन दिएको होला हो त म अन्त धेरै पऱ्यो भनेर मलाई धेरै हुनुपर्ने दियो फेरि यसको फेरि पसिना आयो पसिना आएन फटाफट लगाइदिए यसो मजा आइरहेको अहिले नै गऱ्यौँ मैले मेरो त्यस्तो बाङ्गो होला मैले थाहा पाइसक्यो टिका नि कस्तो ग्याप गरेर लगाइदिएको निरा ठिकै टप्प 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 मिलाउनु पर्छ नि नबोल्न है टिका कति गरेको 4 रुपियाँबाट नगरौँ भने नहुने यार टिभी एकतिर पातलो एकतिर अहिले अगाडि चाहिँ भयो नभयो